सदा भव ल यो सबैले शिरमा छोएर ओम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। हाम्रो यो गरिएको लक्ष्यवर्ती को पूर्ण फल परिपूर्ण गरिदिनु होला हे भगवान। तल राखिदिउँ तहीँ राखिदिउँ श्री लक्ष्मीनारायण त्यो पुस्का टुक्रा तिरंगासित त्यो सोको छौँ। हरिओम तत्सत् हरिओम इमाने लक्ष्य नाम संख्यकानि वा यथा यथा संख्यकानि कृत लक्ष्यवर्ती कर्म परिपूर्णता सिद्धय अपूर्णस्य पूर्णार्थे पूर्णपात्र स्वरूपाणि दक्षिणाद्रव्य स्वरूपाणि च काश्यपगोत्र पिनाकं सहस्रदा ब्राह्मणाय पूर्णपात्र पूर्णपात्र स्वरूपी वस्तुनि वयं सम्पदामहे ओम तत्सत् नमः। छोडिदिउँ अर्को एउटा पैसा यसमा 2.5 किलो आयो।
गौरव सरपञ्च छिटो ढिलो त्यो गर्दै जाँदा भइहाल्छ त्यो आत्तिएर भएन नि त गोरो चना दर्शन गराइदेऊ है प्रभुलाई विचारै धाम हरि हरि दर्शन गराइदेऊ है प्रभुलाई विचारै धाम न त चाहियो सम्पत्ति मलाई न घरको काम न त चाहियो सम्पत्ति मलाई न घरको काम प्रभुको नाउँमा यो मन अर्पी पहिलामा कता जाम हरि हरि प्रभुको नाउँमा यो मन अर्पी पहिलामा कता जाम कोटी देउ देउतामा कसको नाम लिऊ जान्छु नि म त पहिला उनै सरस्वती माता थियौ हरि हरि जान्छु नि म त पहिला उनै सरस्वती माता थियौ सरस्वती माताले एक बिन्ती ल्याऊ सरस्वती माताले एक बिन्ती ल्याऊ भजन कीर्तन गाउँदै हिँड्छु मार्गदर्शन देऊ हरि हरि भजन कीर्तन गाउँदै हिँड्छु मार्गदर्शन देऊ ब्रह्मा विष्णु महेश्वर
ब्रह्मा विष्णु महेश्वर एक बिन्तीले तेरो मेरो भन्ने स्वभाव सबको हटाइदेऊ हरि हरि तेरो मेरो भन्ने स्वभाव सबको हटाइदेऊ अब कपाल छोडिदिने मान्छेले यसो चिसो तातो जल मिसाएर कपाल भिजाइदिने मान्छ दर्शन दिन्छन् दिँदैन
भयो नि माता भाइ भाइ लडेर किन यस्तो भयो नि माता भाइ भाइ लडेर शान्ति हुने बुद्धि देऊ न अघि बढेर हरि हरि शान्ति हुने बुद्धि देऊ न अघि बढेर गौतम बुद्ध भगवान एक बिन्तीले गौतम बुद्ध भगवान एक बिन्तीले शान्तिका दूत हौ भने तिमी शान्ति दिलाइदेऊ हरि हरि शान्तिका दूत हौ भने तिमी शान्ति दिलाइदेऊ पशुपतिनाथले गरन एउटा काम पशुपतिनाथले गरन एउटा काम शान्तिसँग बाँचेर हामीले कीर्तन गर्न पाऊँ हरि हरि शान्तिसँग बाँचेर हामीले कीर्तन गर्न पाऊँ शङ्ख फुक्छु चढाउँछु फुल शान्तिको लागि शङ्ख फुक्छु चढाउँछु फुल कहीँ कतैबाट कुनै खालको नहोस् है प्रभु बोल हरि हरि कहीँ कतैबाट कुनै खालको नहोस् है प्रभु बोल शङ्ख बज्यो घन्टी बज्यो कति मिठो धुन शङ्ख बज्यो घन्टी बज्यो कति मिठो धुन मलाई बाटो देखाइदिने सरस्वती माता हुन् हरि हरि मलाई बाटो देखाइदिने सरस्वती माता हुन् मलाई बाटो देखाइदिने सरस्वती माता हुन् देखाइदिने सरस्वती माता हुन् मलाई बाटो देखाइदिने सरस्वती माता हुन् मलाई बाटो देखाइदिने सरस्वती माता हामी त दुईटिन कलश बनाउँदाखेरि पनि छौँ पानी कहाँ कलश गराउँदा ए हाँसेर कस्तो गरेको चाहिँ अन्त सोनाले हेरिदिन्छ कि कुची हेर्दा गर्दै कुची बिचरा आगो बढी भयो छोरा छ के चलाउँछ सुरुको भएको के रियाक्सन त एकछिनमा आउँछ
अर्की गएछ दुईटा खिच्यौ लागि त्यसले त्यो दुईटा मात्रै खिच्न दे त नै होइन कि माइजू कहाँ हुन्छ सुरुदेखि लास्टसम्म दिएर कपाल उम्रिन्छ उनीहरू तेल उयो त तिमी थाला राख्ने त्यहाँ लय हाम्रो सुमाले एउटा पण्डितजीले जे भन्नुहुन्छ त्यही हो कि आफ्नो आफ्नो रुम त यहाँको त्यही त्यही थाहा प्राणाय नमः प्राणाय त्यहाँबाट